मेहनत गरेर जब हामीलाई तालिम गरायो गराउनेमा तालिममा सबै कुरा गऱ्यो यसरी यस्तो गर्ने र हामीले आफ्नो जति सके हुन्छ मेहनत गरेर हामी चुनाव पनि सम्पन्न गरायौं र गराइसकेपछि हामीलाई कम से कम सुरक्षा त दिनुपर्ने थियो एउटा हलदार या एउटा जवान पनि यो म्यादीसँगै जाने यो म्यादीलाई जहाँ भए पनि गाडीसम्म चढाउने त्यतिसम्म पनि हामीले पाइनौं त्यतिसम्म र योमा यो देख्यो भने के देख्यो भने अपना काम बनता भाडमा जाए जनता जस्तै देखियो यहाँ आइसकेपछि सबको आमा पनि सबैको आमा भनेको आमा नै हो बहिनी भनेकै बहिनी हो जब है त्यो चाहिँ गाली गर्न चाहिँ अब गाली गरिसकेपछि त सबैलाई आमाले लाग्यो उमेश खड्का भन्ने सरले चाहिँ गाली गर्नु यो चल्यो एक त निर्वाचन प्रहरी पहिलादेखि नै दुःख त्यहाँका हाकिम सरहरूले मुखमै ठाडो जवाब दिएर तिमीहरूको जिम्मा लिन सक्दिन दोस्रो दुःख र अधिकृत भयो मतदान अधिकारी रक्सी खायो सबै खायो हामीले ठेला पढी काम गर्यौं बुट बनाएको एक रुपैयाँ पनि पाएको छैन है नपाएपछि अधिकृतले के पनि तिम्रो पैसा पाउँदैनौ र त्यतिसम्म छ त्यहाँ अहिले पनि रक्सी खाँदै पैसा उडाएको अधिकृतले खाना सुरुमा हामीलाई के भन्यो केही नै दिएको छैन हामीलाई पहिला 79 को चुनावमा गर्दाखेरि हामीले पनि त खाना पनि परेपछि यसपालिको चुनावमा हामीले आफै पैसा दिएर अधिकृतको नाममा हामीले के आफ्नो पाउँछन् बिहान जम्दिनमा हामीले त्यसको चुनावको दिन हामीले अस्तमै र दुईटा अन्डा र यो दिनदेखि तपाईसँग एउटा निवेदन छ है हजुर सर है हजुर पत्रकार हुनुहुन्छ हजुरले चाहिँ हामीहरूको लागि यति गर्नु पर्यो यो माथिसम्म पुगाउनु पर्यो हजुरले सुरक्षा दिने भोलिको दिनमा चाहिँदैन सर चुनाव सिकेपछि हामी अल्पत्र पार्टी स्कुलमा हामीले रिक्वेस्ट पनि गर्यौं सर हामीहरू राति परिसकेपछि हाम्रो कसो कहाँ जानु भन्नु आजको लागि हामीले स्कुलमै बस्न दिनु हामी भोलि बिहान बजी यहाँ 10 बजे सामेल भनेको छ जिल्लामा हामी जेलफिल्डमा सामेल नै हुन्छौँ भन्ने बस्न दिनुहुँदैन स्कुलमा तालसाल लगाइदियो भाइ स्कुलको म जिम्मा लिदिन तिमीहरू जाऊ त सर हामीहरू के गर्नु भने हामीहरू 12 बजे दुःख गरेर गाडी घरबाट मगाएर अनि घर आएको छु घर आएर पछि हामी के हुन्छ जेलफिल्डमा पनि उपस्थित भएपछि यहाँ गुरुबाले पहिला पनि गाली गरौ तर आम्पा गरिन हाम्रो पीडा के छ भनेपछि राति हाम्रो दुःख पनि पायौं यहाँ आएर सामेल भए पनि यहाँ पनि हामीलाई गाली नै गरौ त्यो बेला हामीले दुःख छ कि हाम्रो न्याय पाओस् भनेर हामी जुन यो निर्वाचन प्रहरीको सुविधाको लागि हामीले जहाँ भनेको थियो जहाँनेर निर्वाचन के अरे गर्ने बेलामा र यहाँ उहाँ खटाउने बेलामा तपाईहरुलाई पाउनुहुन्छ हैन 4 दिन त सर हामी यति दुःख गरेर त्यहाँनेर काटेर बसेको हैन दालमा पनि हामी माडको झोल खाएर बसेको मान्छे हो सर नपदे मौ कुकम्यान खुब हैन तर पनि सर हामीले त्यहाँनेर त्यत्रो दुःख गर्यौं हामीले कुनै माइन्ड छैन हैन त्यहाँनेर हामीले निर्वाचन गरायौं सबै थोक गरायौं सम्पन्न गरायौं हैन हाम्रो चित्त नबुझेको कारण चाहिँ के हो भने हामीलाई यहाँनेर आएर अहिले पनि राति 11 बजे आएको राति 11 बजे आएर अनिन्द्रा भएर पनि यहाँ सामेल भएको दुईटा शब्द र हाम्रो ड्युटी कहाँ हो भन्ने कुरो अहिले पनि 1 हप्ता बाँकी छ हामी ड्युटी गर्ने भनेरै आएको तर यहाँनेर आएर उहाँहरूले गुरुआमा हैन गुरुबुवाहरूले पनि नराम्रो व्यवहार गर्नुभयो क्या यहाँ नराम्रो शब्द बोल्नुभयो मैले खाना पनि पकाए गए दिनदेखि सबैजनाले मिलिजुलिकन काम गर्यौं हैन सबैको हामीले निर्वाचन पनि गरायौं पुरै मिलिजुलिकन सबै थोक गर्यौं हैन लास्टमा कुरो के नबुझेको भने जाने बेलामा जे जस्तो हामीहरू एकअर्काको अब अरूको गाडी होला हाम्रो गाडी छैन हैन हामी हिँडेर जाने होइन होला हैन राति उदिको कुरो हो त्यो कारणले मान्छेहरूलाई अब आदेश दिने सरहरू को हुनुहुन्छ हैन त्यो सरहरूले त कमसे कम एउटा मान्छेलाई के अरे तपाईले सम्बन्धित मान्छेले कार्य अर्डर दिने बेलामा कमसे कम एउटा कुनै व्यवस्थापन गरेर टोलीहरूलाई पठाइदियो कमसे कम अरू ठाउँ घर घर नपुगाए पनि जिल्लामा ल्याएर छोडिदिनु पर्ने हैन जिल्ला हाम्रो जिम्मेवार भनेको त जिल्लासम्म हो नि त खटिसकेपछि चाहिँ हामी लकालिङ्ग भयौँ भन्ने कुरा अनि उहाँहरूलाई कुनै टाइममा कसैलाई 10 बजे बोलाइयो कसैलाई 8 बजे बोलाइयो यहाँ पुलिस सामेल गरियो
एकछिन यता गइसक्यो एकछिन यता दुईवटा हाम्रो जहाँ जडान हुन्छ त्यहाँ गइसक्नु भएको छ अनि ड्युटी गर्ने क्रममा कोही रक्सी लगाउनु भएको छ गाली दिनु भयो अरे